त्यही त अब चिनजान हुँदैन के हुँदैन बाटामा भेट्यो आना घाँस्यो भने टाउको टक्राकै निदै दिइहाल्छन् अब यसो गर्नु पर्यो अब नेपालमा गऱ्यो नि यसो गरौँला भन्ने भइसक्यो त्यो हुँदै गर्दा मैले स्कुलमा पढाउँदै थिएँ अब स्कुलमा पनि त्यही त हो नि तपाईँलाई थाहा छँदैछ स्कुलमा पैसा कम दिने एक किसिमले प्राइभेट बोर्डिङमा त शोषणै जस्तो गर्थ्यो नि त श्रम शोषणै पनि भन्न मिल्छ शोषणै भन्दा पनि के फरक पर्दैन श्रम शोषणै हो त्यो किनभने त्यो 10 कक्षासम्म पढाउने त्यो 8-10 हजारमा खुम्च्याएर राख्ने त्यस्तो चलन थियो नि त स्कुलले टाइम दिएन आधा घन्टा बिहान आधा घन्टा टाइम माग्यो दिएन अनि म फेरि अलिकति झक्की मान्छे तिमीहरूको स्कुलमा काम गर भनेर सिधै गएर राजीनामा लेखेर प्रिन्सिपलको टेबलमा ढ्याक्क राखिदिएर निक्लेर हिँडेको 1 महिना तलब नि लिनु परराष्ट्रमा भइसकेपछि त कति 6 महिना कि 1 वर्ष तपाईँको ट्रेनिङ हुन्छ परराष्ट्रमा अब नासो हुँदाखेरि ट्रेनिङ केही पनि हुँदैन हजुर स्टाफ कलेजमा जानुपर्छ स्टाफ कलेज चाहिँ अफिसर भएपछि 6 महिना ट्रेनिङ हुन्छ हजुर 6 महिना चाहिँ प्रशासनिक ट्रेनिङ हो त्यसमा 4 महिना प्रशासनिक हुन्छ परराष्ट्रको चाहिँ ट्रेनिङ हुँदैन परराष्ट्रको ट्रेनिङ चाहिँ अहिले इन्स्टिट्युट अफ फरेन एफेयर्स छ त्रिपुरेश्वरमा त्यसले 1 महिना दिन्थ्यो हाम्रोमा चाहिँ अहिले 3 महिना पुर्याएको छ अरे अहिले बल्ल अलिकति ट्रेनिङतिर गएको छ तपाईँ कोरियामा आएर एउटा मान्छेले काम गर्दै गर्दा महिनाको 3 लाख नेपाली उसले मजाले कमाउँछ उसले अलिकति मेहनत गर्यो भने तर त्यही चिज चाहिँ एउटा नासो एउटा अफिसरले चाहिँ नेपालमा कमाउनलाई 1 वर्षको स्यालेरी बच्यो यदि कन्ट्रोल गरेर बचायो भने बल्ल उसले 3 लाख 1 वर्ष 12 महिनामा कमाउँछ स्यालेरीमै गएर अड्किन्छ होइन एउटा कर्मचारीलाई चाहिँ उसको परिवार र उसको परिवार चाहिँ मजाले जीविकोपार्जन गर्न पुग्ने पैसा चाहिँ सरकारले दिन पर्छ काम सके होइन कोरियाको रियल नेटवर्क चाहिँ साह्रै राम्रो लाग्छ एकदम ठिक छ हेर्नु जस्तै अब यो बाटो छ नि त्यो चाहिँ मिरियाङको यो जुन ठाउँ छ नि यो हामी छ हजुर यो चाहिँ हाम्रो नेपालभन्दा केही फरक छैन कि उपत्यकै जस्तो छ नि त सबै ठ्याक्कै मलाई नेपालको मेरो घर अगाडिको डाँडो याद आयो कि आज त तर यहीँ हेर्नुहोस् न अलिकति माथि चाहिँ जस्तो हामीसँग यस्तो यही त हो भूगोल त तर अब हामीले चाहिँ दक्षिण कोरियाबाट सिक्ने कुराहरू धेरै छन् तराईको चुरे पहाड जस्तै नै छ त्योभन्दा अग्लो छैन डाँडा छैन चुरे पहाडभन्दा अग्लो छैन चुरे पनि अग्लो छैन त्योभन्दा नेपाल र यहाँको झन्डै वेदर जब हटनेस कोल्डनेस पनि सबै मिल्छ फेरि अब अलि बढी हट हुन्छ गर्मीमा जाडोमा अलि बढी हिउँ पर्ने भएर अलि जाडो हुन्छ नत्र अरू त सबै उस्तै हो अनि कुराहरू भन्दा कफी खाने आफ्नो माइन्ड चाहिँ अलिक फ्रेस गराउने होइन यस्तो छ अब यहाँ भित्र पनि हेर्नु भयो भने हजुरले यो कस्तो म्यानेज छ भित्र खिच्न दिन्थ्यो ए यस्तो यो मजाको हेर्नुभयो भने ल हेर्नु त सफ्ट यसरी छ अब यो तला मात्र होइन क्या यसको माथि होइन क्या दोस्रो तला पनि यसै पुरै यो त अब भरिभराउ छ होइन धेरै दामी छ नि टक्क सरसफाइ हेर्नु न अनि एउटा केही छैन होइन कागजको टुक्रो पनि छैन केही छैन सर हजुरलाई कस्तो लाग्यो त यहाँको यो इन्भाइरोमेन्ट यो मिरियाङको यो चाहिँ साह्रै सुन्दर लाग्यो मलाई त टक्क चाहिँ नि क्याफे ठाउँमा क्याफे छन् क्याफे पनि यस्तो वेल म्यानेज चट्ट होलीले मनाएको छ यता आएर छेउमा बसेका छन् परिवार बसेका छन् खाएका छन् होइन अनि त्यो लाइफ स्टाइलै अर्कै छ कि यो नेपालमा यस्तो कहिले होला भन्ने जस्तो मात्र हुन्छ कि मलाई हेर्नु अब यहाँनिर चाहिँ हजुरको खेत छ होइन धान रोप ठिक्क बनाएर अहिले पर उता कम्पनी छ अनि त्यही त त्यहाँनिर फेरि त्यो कम्पनीको मान्छेहरू बस्नलाई कति राम्रो बनाइदिएको छ त्यही त नि वान रुमहरू होइन अनि अब हाम्रो त यो त तपाईँको पाखामा छ हामी त तपाईँको यहाँको सबैभन्दा अग्लो जुन यिनीहरूले सान भन्छन् पहाड त्यहाँ त हामी जन्मेको होला होइन 3200 3000 मिटर हाइटमा त हाम्रो घरै हुन्थ्यो होइन र हो त नि हुँदैन र हुन्छ नि त त्यही त यो अचम्म कोरिया मलाई यो यसो हेर्छु भने यो अमेरिकामा पनि त्यति धेरै सेक्युरिटीको इस्यु धेरै आइरहेको छ नि यहाँ त सेक्युरिटी भन्ने त कम्प्रोमाइजै छैन कि तपाईँले कहीँ के गर्नु हो भने तपाईँलाई चाहिँ प्रहरीले क्याप्चर गर्छ अब यहाँ जुन चाहिँ सेक्युरिटीको कुरामा चाहिँ तपाईँको यस्तो ढुक्क लाग्छ नि यार मोबाइल फालेर हिँड्यो भने पनि तपाईँको त्यो मोबाइल कसरी टिप्दैन कोरियामा चाहिँ यो अलि लामो समय यसरी बसिराख्न सकेको है म त परिवारसहित बस्छु तपाईँलाई थाहा छ नि त
यो चाहिँ सबैभन्दा फर्स्ट रिजन भनेको चाहिँ हजुरले भन्नुभएको थियो सुरक्षा हो क्या। जस्तै बच्चाहरू मेरो त सानो बच्चाहरू छन्, उनीहरू चाहिँ बाहिर जहाँ खेल्न गए पनि अथवा चाहिँ छोरीहरू 2टा छन् होइन, छोरो एउटा भयो। अनि अब छोरी त अब 9-10 वर्षको भनेपछि त अब चाहिँ मान्छेले मिसबिहेभ गर्न चाह्यो भने त गर्न सक्ने उमेरको भयो नि त। त्यहाँ चाहिँ एकदम यो सेफ छ क्या, हरेक कुराको राति 12-1-2 बजे होइन। अनि फेरि कोरियन पिपल आर भेरी नाइस क्या, एकदम क्या। जस्तै उनीहरू चाहिँ तपाईँको चाहिँ होइन अब कोही खराब पनि भेट्यो होला नि होइन, अब त्यो तपाईँको 100 जनामा 1 जना त हुन सक्ला, तर मोस्ट अफ देम आर भेरी नाइस। त्यही त अब चिनजान हुँदैन के हुँदैन, बाटामा भेट्यो आना घाँसी हुन टाउको टक्राकै निदाइदिइहाल्छ नि। अब यसो गर्नु पऱ्यो, अब नेपालमा गऱ्यो नि यसो गरौँला भन्ने भइसक्यो पुरै। नेपालीहरूलाई नमस्कार गर्नु पनि त्यो घमण्डी सोच्थ्यो भने पैसा पद पावरमा चाहिँ नेपालीहरू चाहिँ अति उ भएको छ नि। यहाँ चाहिँ यस्तो आना घाँसियो गऱ्यो टक्क। अहिले मलाई कोरियन बोल्न आउँदैन के कुरामा खुसी लाग्छ थाहा छ अहिले बालेन सरकारले चाहिँ अहिले नैतिक शिक्षा जुन फेरि पढाउने भन्ने कुरा छ त्यो चाहिँ मलाई एकदम राम्रो लाग्छ। किन भन्दाखेरि अब तपाईँले पनि भेट्नुभयो होला पढ्नलाई, मैले त हाम्रोमा नैतिक शिक्षा पढ्नै पर्थ्यो होइन। त्यसले कस्तो गर्छ भन्दाखेरि अब अहिले हेर्दाखेरि हामी नेपालीहरू चाहिँ नैतिकता नहुने र भन्ने त्यो होइन, सबैमा नैतिकता छ। तर हामीले जुन स्कुल लाइफमा जे सिक्छौँ जुन कुरा सत्य छ भन्ने लाग्छ नि त्यही कुरा सत्य हुन्छ नि होइन र। यो नैतिकता भन्ने चाहिँ 2टा कुरा मैले देखाएको छु। परिवार बाआमाले सिकाएको संस्कार जो छोराछोरीले लिन्छ नि त्यसलाई नैतिक शिक्षाको आवश्यकता पर्दैन। पहिलो त्यो प्लस दोस्रो विद्यालय। त्यो 2टा चिजमा चाहिँ एउटा नैतिक व्यवहार चाहिँ सिक्ने हो भने चाहिँ त्यो जिन्दगीभर त्यसले धेरै ठुलो काम गर्छ। आजकल चाहिँ तपाईँको त्यो के भन्नु मोडर्न ट्रेडिसन भन्ने के भन्ने अब बच्चाहरू बिग्रिया छन् यस्तै छ। अब नेपालबाट आएका यहाँ विद्यार्थीहरू नै पनि हेरिन्छ होइन, मान्छेको चेन्ज भयो क्या, अब लाइफस्टाइलै चेन्ज भयो कि। हामी अलिक क्विक तपाईँलाई लाग्दैन नेपालमा चाहिँ हाम्रो अलिकता यो जुन कम्युनिकेसन छ होइन फोनहरूदेखि विभिन्न कुराहरूको यो अलि चाँडो विकास भयो, तर जुन हुनुपर्ने कुरा थियो जुन एउटा चाहिँ किनभने हाम्रो नैतिक शिक्षाहरू हाम्रो त्यो प्र्याक्टिस त हाम्रो हो नि त खासमा त हाम्रो पूर्वे सभ्यता त हाम्रो हो नि त। त्यो कुराले हामीले निरन्तर गरेर लानु पर्थ्यो नि त। अनि अब बुद्ध वाज ब्रन इन नेपाल भनेर हामी अभियान चलाइरहेको छौँ, तर चाहिँ हिन्दू फ्यामिलीको चाहिँ राजकुमार चाहिँ बुद्ध भएर उसले चाहिँ संसारभरि फैलाएर अहिले कोरिया जापानदेखि लिएर जति पनि मङ्गोलियन कन्ट्रीहरू छन् त्यो कल्चर एडप्ट भइरहेछ होइन। तर हाम्रो हो नि त त्यो कल्चर त आफूभन्दा ठुलालाई सम्मान गर्नुपर्छ, बुवा आमालाई चाहिँ ईश्वर सरह मान्नुपर्छ, त्यसपछि चाहिँ सबैसँग मिलेर बस्नुपर्छ, जुन इथिकल टिचिङ छ त्यो त हाम्रो हो नि त। त्यो कुराहरू चाहिँ अलिकता ल्याकअप भएको कि अलिक भन्ने। अब जस्तै यो युरोप अमेरिकातिर चाहिँ एउटा चरणबद्ध रूपमा चाहिँ उनीहरू हुँदै परिष्कृत अब के अरे अपग्रेड हुँदै गएर आज जुन अवस्थामा छन् त्यो भइरहेछन्। तर हाम्रो चाहिँ एकैचोटि कि त्यो नपाउनेले के पायो बोक्रैसम्म चपायो भन्छ नि, त्यो एकैचोटि त्यो देशमा पनि अब त्यो कस्तो चेन्ज आयो। मान्छेको माइन्ड सेट चाहिँ डेभलप हुनुभन्दा पनि त्यो लाइफस्टाइल चाहिँ ओह यता सोसल मिडिया बनिएको छ, उता मुभी बनिएको छ, के बनिएको छ, अनि मोडर्न स्टाइल चाहिँ नि आफू चाहिँ आफ्नो थिङ्किङ मोडर्न छैन, अब त्यो व्यवहार मोडर्न छैन, उसलाई चाहिँ त्यो लुगा चाहिँ मोडर्न, अनि त्यही अनुसारको मोडर्न लाइफस्टाइल फ्रिडम भन्छन् अहिले त। आमा म त दङ गर्छु। अलिकता यो कफी हाम्रो क्याफे जुन चाहिँ नेचुरल क्याफे यो पनि देखाउँछु। अब यो चाहिँ अब नेपालमा पनि धेरै खुलिसकेका छन् होइन, र यहाँनिर चाहिँ अब कोरियनहरू यसरी यो छुट्टीको दिनमा आएर हेरौँ न आफ्नो परिवारसहित आएको छ नि त, सबैजना परिवारसहित आएर कस्तो हुन्छ नि घरमा बस्दाखेरि मान्छेले त्यही कुरा एक्सप्रेस गर्न सक्दैन नि त। अनि सेयरिङ इज केयरिङ भन्छ नि त मान्छेले लाइफमा होइन र। त्यो भएको कारणले गर्दा यहाँ आयो परिवारसहित तपाईँ साथीभाइ आयो, त्यसपछि आफ्नो कुराहरू सेयरिङ गर्यो, अनि त्यस पछाडि आफू पनि स्ट्रेस हुन्छ नि त, प्रत्येक मान्छेले स्ट्रेस छ क्या। तर त्यो स्ट्रेस चाहिँ निकाल्नको लागि त वे त चाहियो नि त। मान्छेले आएको छ कति आइडिया जेनेरेट हुन्छ होला यहाँनिर कति हेर्नु त। त्यो त कोरियनहरूमा पनि त डिप्रेसनका त धेरै उयो छ नि, तर यस्तो ठाउँहरू हुने हो भने चाहिँ टक्क आयो चिलमा गफ गर्यो होइन, टक्क 6 दिन काम गर्यो 5 दिन काम गर्यो 2 दिन पुरै चिल हो नि त। कोरियन चिल हो नि हेर्नु त, पुरै आमा केही मतलबै छैन संसारमा, अरूको बाल छैन, रमाइलो गर्ने हुनेछ ट्याक्क हो। त्यस्तै चाहिँ राम्रो हुन चाहिँ हेर्दाखेरि त अब हामीले सबले गाडी लिएर आएछन्, यिनीहरू चाहिँ एकदमै धनी नै मान्छे सबै रहेछन् जस्तो लाग्छ। सबै श्रमिक हुन्, सबै श्रमिक हुन् होइन, श्रम गर्दा सबै श्रमिक भयो। तर पनि अब उहाँहरू चाहिँ यहाँ आएर चाहिँ यो मादक पदार्थ सेवन गरेर अन्य कुराहरूभन्दा कफी खाने, आफ्नो माइन्ड चाहिँ अलिक फ्रेस गराउने होइन। नमस्कार हजुरहरू सम्पूर्णमा, म सन्तोष खड्का हानपास रेमिटेन्सको प्रायोजनमा तथा कामदार टिभीको उत्पादनमा सञ्चालित हानपास टक सो अन्तर्गत उत्प्रेरणा सिजन 2 को
एपिसोड 2 मा छौँ अहिले हामी र आजका विशेष अतिथिलाई म परिचय गराउन गइरहेको छु र त्योभन्दा अगाडि म कार्यक्रमको थोरै जानकारी गराउन चाहन्छु र विशेष गरेर हामीले उत्प्रेरणा कार्यक्रम चाहिँ विशेष गरेर नेपाली समुदायमा अथवा नेपाली डायस्पोरामा आफ्नो अतुलनीय योगदान पुर्याउनु भएका र आफूलाई अब्बल साबित गर्दै नेपाली समुदायका लागि र समग्र राष्ट्रका लागि विशेष योगदान पुर्याउनु भएका व्यक्तिहरूका चाहिँ हामी कुराहरू सुन्ने उहाँहरूसँग संवाद गर्ने हाम्रो यो जमर्को रहेको छ र यसै क्रममा हामी आज नेपाली राजदूतावास दक्षिण कोरिया सौलका द्वितीय सचिव जेनिम अधिकारीज्यूलाई अतिथिको रूपमा हामीले निमन्त्रणा गरेका छौँ। जेनिम सर, हजुरलाई कार्यक्रममा स्वागत छ। नमस्कार, धन्यवाद तपाईँलाई। सन्चै हुनुहुन्छ? सबै कुरा ठिकै छ? एकदम राम्रो, मस्त व्यस्त चलिरहेको। अच्छा सर, अलिकता हामी हजुरको यो जन्मस्थानको बारेमा अनि हजुरको पढाइको बारेमा जाउँ। मैले यो किन पनि जोड्न खोजेको भनेदेखि चाहिँ हामी अक्सर एउटा विकटै त नभनौँ तर पनि अब एउटा गाउँमा हुर्केर गाउँमा जन्मेर गाउँमा पढेर अहिले चाहिँ दक्षिण कोरियासम्म तपाईँ एउटा द्वितीय सचिवको रूपमा, त्यो पनि एउटा सानै उमेरमा भनौँ न, कलिलै उमेरमा चाहिँ तपाईँ यो सेवामा हुनुहुन्छ। अलिकति हजुरको बाल्यकालमा जाउँ न, हजुर कहाँ जन्मिनु भयो, हजुरको शिक्षा दीक्षा के भयो, त्यसपछि चाहिँ परराष्ट्र सेवामा चाहिँ हजुरको यो अभिरुचि कसरी भयो, अलिकति बताइदिनुहोस् न। म चाहिँ काभ्रे जिल्लाको हाल चाहिँ धुलिखेल वडा नम्बर 12, धुलिखेल नगरपालिका वडा नम्बर 12 हो अलिक मेरो स्थायी घर। अब मेरो चाहिँ जन्म त्यहीँ काभ्रे जिल्लामै भएको हो। त्यो मेरो चाहिँ बुवा चाहिँ पहिल्यै सरकारी जागिरमा हुनुहुन्थ्यो। उहाँले चाहिँ सरकारी जागिर काम गर्दै गर्दा अब यो कसरी जोइन भयो भनेर म भन्दै जान्छु। म चाहिँ त्यहीँ मेरो घर नजिकै 10-15 मिनटको वाकिङमा चाहिँ नवबुद्ध हायर सेकेन्डरी स्कुल भन्ने छ। हाम्रो परिवारको अङ्कलका छोराछोरी र हाम्रो छोराछोरी गरेर टोटल 8 जना नै त्यही स्कुलबाट नर्सरीदेखि 10 क्लाससम्म चाहिँ त्यही स्कुलमा पढेर त्यही स्कुलबाट एसएलसी पास गरेर हामी उत्तीर्ण भएर विभिन्न क्षेत्रमा लाग्यौँ। त्यसपछि म चाहिँ घरबाट अलिकति 10 किलोमिटर जति पर बनेपा भन्ने ठाउँमा चाहिँ +2 पढेँ आजाद हायर सेकेन्डरी स्कुलमा साइन्स फ्याकल्टी लिएर। त्यसपछि चाहिँ म फेरि 1-2 वर्ष बिचमा पढाइ ग्याप भयो। त्यसपछि मैले काठमाडौँ पशुपति कलेज चाबेलमा चाहिँ बिबिएस गरेँ र बिए पनि साइड बाई साइड प्राइभेट पास गरेँ। त्यसपछि अहिले चाहिँ मास्टर्स चाहिँ मैले टियुबाट इन्टरनेसनल रिलेसन्स एन्ड डिप्लोमेसीमा चाहिँ सकाएर अहिले कोरिया छिरेको। हजुरले भनिहाल्नु +2 चाहिँ साइन्समा गर्नुभयो होइन, तर अब +2 चाहिँ साइन्समा गरेको मान्छे कि इन्जिनियर हुने कि डक्टर हुने अथवा तपाईँको चाहिँ भनौँ न एउटा स्वास्थ्य क्षेत्रमा जाने अथवा अलिकता इन्जिनियरिङ क्षेत्रमा जाने भन्ने हुन्छ। तर तपाईँले एउटा परराष्ट्र भनौँ न एउटा चाहिँ नितान्त फरक विधा छान्नुभयो, किन यो चाहिँ? अब यस्तो छ यो बच्चामा तपाईँलाई थाहा छ होला, तपाईँलाई पनि पढ्दाखेरि टिचरहरूले भोलि भविष्यमा के बन्छौ त भन्दाखेरि हामी डक्टर, इन्जिनियर, पाइलट भन्थ्यौँ, तर हामीलाई त्यो के हो थाहा हुँदैन होइन। अब त्यो हुँदै गर्दा अब +2 साइन्स पनि किन पढ्यो भन्दाखेरि अब हाम्रो समाजमा चाहिँ यो चाहिँ राम्रो पढ्ने विद्यार्थी हो, यो चाहिँ टपर हो अथवा यो धेरै मार्क्स ल्याएको छ, यो चाहिँ साइन्स पढ्नुपर्छ भन्ने एउटा मान्यता थियो नि त। अब साइन्स पढौँ न अब के हुन्छ भन्ने त्यो थियो र गएर साइन्स जोइन गर्यो। अब फेरि स्कलरसिपमा पढिसकेपछि अब साइन्स पढ्यो। त्यसपछि के भने डक्टर इन्जिनियर बन्नलाई एउटा मिडल क्लास फेमिलीलाई गाह्रै हुन्छ, कि स्कलरसिपमा निकाल्नु पऱ्यो। त्यो अवस्था थिएन। अनि त्यसपछि मैले चाहिँ खासमा चाहिँ मेरो घर नजिकैको एकजना दाइ चाहिँ साइन्स पढेर एग्रिकल्चर पढेर रामपुरमा उहाँ चाहिँ अमेरिकामा सेटल हुनुभएको थियो। मलाई खासमा विदेश जान चाहिँ मन थिएन, तर एग्रिकल्चर पढेर अमेरिकातिर गएर एउटा केही प्रोफेसनलिजम चाहिँ त्यहाँ पढेर अलि राम्रो भएर देशमा केही गरौँ, म विदेश चाहिँ जान्न भन्ने खालको सोच हुँदै एग्रिकल्चर पनि मैले दिएँ। हजुर 2 चोटि दिएँ एग्रिकल्चर। तर म यसलाई के भन्ने एउटा भाग्यवश भनौँ कि दुर्भाग्यवश भनौँ, त्यहाँ नाम निक्लियो अब म आज कहाँ हुनु थाहा थिएन। त्यहाँ चाहिँ म स्कलरसिप चाहिँ 98 जना कतिजनालाई दिन्थ्यो, म एकचोटि 99 नम्बर परेँ। हजुर अर्कोचोटि पनि त्यस्तै 1-2 नपुगेर म 2 वर्ष मेरो लस भयो। त्यसपछि चाहिँ म अनि भएन भनेर बिबिएसतिर लागेँ। त्यसरी मेरो चेन्ज भयो। अब परराष्ट्रमा कसरी जोडिनु भयो भनेर सोध्नु भयो। हजुर परराष्ट्रसँग कसरी भयो रुचि? यो कस्तो भयो भन्दाखेरि म जुन +2 सकाएपछि 2 वर्ष अलिकति अल्लारे भएर बसेको थिएँ। हजुर यो हुँदै गर्दा चाहिँ म सुरुमा 72 सालमा भूकम्प गयो नि होइन। हजुर
भूकम्प गएपछि म अब भएन भनेर म एउटा पसलमा एउटा प्राइभेट मान्छेको पसलमा काम गर्न गएँ। त्यहाँ 2-3 महिना गरेपछि त्यहाँबाट नि छोडेँ। त्यसपछि फेरि गाउँ गएँ। गाउँमा यस्तै त हो नि, अब के गर्छन् थाहा छ तपाईँलाई, क्यारिम खेल्ने, टक्क क्यारिम खेल्ने, यता गर्ने उता गर्ने, मेलासेला जाने, खेतसेत जोत्ने, यताउति गर्ने, सबै कुरा गरेँ। फेरि चलिरहेको थिएँ, चल्छ यस्तै गरी भन्दा भन्दै अब फेरि अनि अर्को एउटा लुगा पसलमा एउटा काम आयो र त्यहाँ गएर काम गरेँ। त्यहाँ गर्दा त्यहाँ पनि 3-4 महिनापछि त्यो अलिकति हेपेको पेलेको चाहिँ मलाई मन पर्दैन। त्यो भएपछि त्यहाँबाट म निक्लेर हिँड्ने। त्यसपछि फेरि घरमा ब्याक टु माई नर्मल क्यारम त्यतातिर गइयो। त्यसपछि अनि त्यहाँ लुगा पसलमा काम गर्दै गर्दा चाहिँ म यता BBS जोइन चाहिँ गरिसकेको थिएँ होइन। त्यहाँ पशुपति त्यहाँ एउटा मेरो साथीले चाहिँ मलाई एकदम राम्रो मान्थ्यो होइन। अनि उसले चाहिँ म ब्याक टु गाउँ गएको भएर उसलाई चाहिँ दुःख लागेछ। उसले चाहिँ एउटा स्कुलमा जागिर खोज्यो, उसकै ससुरा बुवा पर्नेको उमा जागिर खोज्यो। म आउँदिनँ, काठमाडौँ छिर्दैन भन्दै उसले मलाई प्रेसर गर्यो। म गएर पढाएँ। एक दिन चाहिँ दिएँ, चाहिँ एक दिन गएर क्लास त लिनु पऱ्यो सुरुमा। अब एक दिन क्लास लिने थियो, बच्चाले मन पराए। त्यसपछि त्यतिकै जोइन भयो। त्यहाँ चाहिँ 1 वर्ष 10 महिना जस्तो पढाएँ। अनि अब मेरो परराष्ट्र अब यताबाट जोडिन्छ। हजुर, कसरी जोडिन्छ भन्दाखेरि अब मेरो जेठो दाइ चाहिँ 73 सालमा खरदार नाम निकाल्नुभयो। अब मेरो बुवा पनि सरकारी जागिरी, तर बुवाले बच्चैदेखि सरकारी जागिर चाहिँ नखा बाबु, सरकारी जागिर ठिक छैन, हामी जस्तो इमान्दार मान्छेलाई सरकारी जागिर ठिक छैन, किनभने भ्रष्टाचार नगरे पनि फसाइदिन्छन्, झन् भ्रष्टाचार गऱ्यो भने झन् फसिन्छ। त्यही भएर नगर, अरू केही गर्नुपर्छ भन्नुहुन्थ्यो। तर त्यो अरू गर्नका लागि पनि पुँजी चाहिँदो रहेछ। त्यो हामीसँग थिएन। अब बुवाले पढाउँदै बुवाको पैसा त सकियो, त्यो एक्स्ट्रा पैसा भन्ने नै केही भएन। अब ऋण गरेर के गरेर पढाउनु भयो। त्यो हुँदै गर्दा मैले स्कुलमा पढाउँदै थिएँ। अब स्कुलमा पनि त्यही त हो नि, तपाईँलाई थाहा छँदैछ, स्कुलमा पैसा कम दिने, एक किसिमले प्राइभेट बोर्डिङमा त शोषणै जस्तो गर्थ्यो नि त। श्रम शोषणै पनि भन्न मिल्छ। शोषणै भन्दा पनि केही फरक पर्दैन, श्रम शोषणै हो त्यो। किनभने त्यो 10 कक्षासम्म पढाउने, त्यो 8-10 हजारमा खुम्च्याएर राख्ने त्यस्तो चलन थियो नि त। त्यो हुँदै गर्दा मलाई अब के गरौँ भएर अब लोकसेवाको क्लास लिनु पऱ्यो भन्ने त्यो कताबाट म पत्र-पत्रिका खुब पढ्थेँ कि। पत्र-पत्रिका धेरै पढ्थेँ। मेरो बुवाले चाहिँ 50 सालदेखिको पत्रिका हाम्रो घरमा झन्डै एउटा कोठाभरि फाल्न नदिने हाम्रो बा। किनभने त्यो पढिसकेको पत्रिका अलि 20 वर्ष पुरानो पत्रिका पनि फाल्न नदिने। त्यो हुँदाखेरि यसो पढिन्थ्यो, यताउति गरिन्थ्यो। अब अलिकति नलेज, एक्स्ट्रा नलेज चाहिँ त्यताबाट जोइन हुँदै गयो। अनि जुन मैले चाहिँ अब भएन, अब कतै जान सकिँदैन, यही सरकारी जागिर भयो नि ट्राई चाहिँ गर्नु पऱ्यो भनेर लोकसेवा क्लास जोइन गर्न खोज्दाखेरि मलाई स्कुलले टाइम दिएन। आधा घन्टा बिहान, आधा घन्टा टाइम माग्यो, दिएन। अनि म फेरि अलिकति झक्की मान्छे, तिमीहरूको स्कुलमा काम गर भनेर सिधै गएर राजीनामा लेखेर प्रिन्सिपलको टेबलमा ढ्याक्क राखिदिएर निक्लेर हिँडेको। 1 महिना तल पनि लिनु भएन है। निक्लेँ, गएँ, कोठामा बसिन्थ्यो। अलिक महँगै कोठा थियो, एक्लै बस्थेँ। अब होम ट्युसन जोइन गरेर यो सर्भाइभ चाहिँ गर्नु पऱ्यो। सर्भाइभ गरियो, बिहान यसो पत्र-पत्रिका पढ्ने, यताउति गर्ने अब भनेर। अनि यताउता गर्दै लोकसेवा इक्जाम आयो, दिएँ इक्जाम। अनि त्यसपछि अब दिन त दिएँ। त्यो एउटा लक हुँदो रहेछ कि, यो चाहिँ लक हो जिन्दगीमा। कतापट्टि जान मान्छेलाई लेखेको छ, त्यतापट्टि त्यो नचाहँदा पनि जाँदो रहेछ। मैले गएर जाँच्दिएँ। 10-12वटा क्वेसन मैले हचमा टिक लगाइदिएको थिएँ, सबै मिलेछ। सबै मिलेछ। नआएको पनि नआएको जिकेमा आइहाल्यो। आएको 50वटामा 38वटा जति गरेँ मैले। 12वटा आउँदैन थियो। म फेरि सबै टिक लगाउने गर्थेँ कि। टिक लगाइदिएको मिलेर अब फर्स्ट पेपर नाम निक्ल्यो। त्यसपछि सेकेन्ड पेपर पनि अब भोलि इक्जाम छ, आजसम्म दियो कि नदियो हुँदाहुँदै दियो। त्यो पनि जाँच बिग्रिएको थियो। 4वटा पेपर सेकेन्ड पेपर दिन पनि बिग्रिरहेको छ। त्यही पनि अब त्यो रुममा बस्नु त के बस्नु भनेर दियो। त्यो पत्र-पत्रिका पढ्या चाहिँ त्यो अलिअलि त्यसो दिँदै परराष्ट्रको पनि पेपर भोलि इक्जाम छ, आज दिउँ कि नदिउँ भन्दै एउटा किताब थियो सानो, त्यहाँ पुरानो ओल्ड क्वेसनहरू यसो पढिएको थियो। गएर इक्जाम दियो। अब पछि रिजल्ट निक्लिँदा ड्याममा नाम आयो पास, परराष्ट्रमा पास भनेर आयो। अब त्यसरी त्यो चाहिँ लक्किली म छिर्यायो कि। मेरो त्यो परराष्ट्रमा चाहिँ मलाई परराष्ट्रमा के थाहा थिएन, नाम निक्लिनु रहेछ थाहा थिएन, के गर्ने कसो गर्ने, विदेश जान पाइन्छ अरे भन्थे। ठिकै छ, कस्तो रहेछ के रहेछ भनेर दियो, निक्ल्यो। यसरी म चाहिँ परराष्ट्रमा छिरेको।
परराष्ट्रमा भइसकेपछि त कति 6 महिना कि 1 वर्ष तपाईँको ट्रेनिङ हुन्छ? परराष्ट्रमा अब नासु हुँदाखेरि ट्रेनिङ सेनिङ केही पनि हुँदैन। हजुर। स्टाफ कलेजमा जानुपर्छ? स्टाफ कलेज चाहिँ अफिसर भएपछि 6 महिना ट्रेनिङ हुन्छ। हजुर। 6 महिना चाहिँ प्रशासनिक ट्रेनिङ हो, त्यसमा 4 महिना प्रशासनिक हुन्छ। परराष्ट्रको चाहिँ ट्रेनिङ हुँदैन। परराष्ट्रको ट्रेनिङ चाहिँ अहिले इन्स्टिट्युट अफ फरेन एफेयर्स छ त्रिपुरेश्वरमा, त्यसले 1 महिना दिन्थ्यो हाम्रोमा, चाहिँ अहिले 3 महिना पुर्याएको छ। अरे अहिले बल्ल बल्ल अलिकति ट्रेनिङतिर गएको छ। अनि सुरुमा तपाईँले निकाल्दा नासु निकाले पछि अधिकृत हुनुभयो के हो? म 2076 साल असार 29 गते नासुमा नियुक्ति भएको। त्यस पछाडि अनि कति समयपछि फेरि अधिकृत हुनुभयो? 4 वर्ष नासु भएँ, त्यसपछि 2080 साल असोज 9 गते अफिसरमा नाम निकालेँ। नासु निकाल्दा कति उमेरको हुनुहुन्थ्यो अनि अधिकृत हुँदा कति हुनुभयो? अब नासु निकाल्दा त्यही 23 साढे 23 वर्ष। 23 भनेपछि धेरै यङ हो नि त। अनि अब अफिसर निकाल्दा 28 भनेपछि जेनजी उमेरमा निकालेर भ्याउनुभयो अफिसर पनि होइन? निकालेँ। त्यही त अब तपाईँको लागि त एउटा यो सरसर्ती एउटा लक्की जस्तो पनि भयो। तर फेरि अब नासु पो लक्की हो त, त्यसो अधिकृत निकाल्न त नपढी त हुँदैन, दुःख नगरी त हुँदैन थियो होइन? त्यो यस्तो हुँदो रहेछ। यो म यसलाई कताबाट इमान्दारितातिर जोड्छु यसलाई म। हजुर। यो हाम्रो सरकारी कर्मचारीहरू चाहिँ धेरै थरीका हुन्छन्। कोही चाहिँ काम नगर्ने पढिरहने, त्यो काम नगर्ने पढिरहने। अब म चाहिँ काम गर्ने क्याटेगोरीतिर पर्थेँ। त्यो काम गर्दै जाँदा पनि कति कुरा सिकिँदै जाँदो रहेछ। अनि काम गर्दै गर्दा कति हन्डर खाइन्छ मान्छेले। अब के हाकिमले कहिले प्याच्छ भन्छन्, के भन्छ, इख आउँछ कि इख भन्ने चिजले चाहिँ मान्छेलाई अलिकति माथि पुर्याउन चाहिँ साँच्चै मद्दत गर्छ। अब त्यो दिँदै गर्दा चाहिँ अब कामले नै मलाई गर्यो, खुल्यो। मैले इक्जाम दिएँ, पास भएँ। फेरि म एकजना मात्र पास भएँ है। यो सब आदरणीय दर्शक महानुभावहरू, अहिलेसम्म हामी हानपास रेमिटेन्सको स्पोन्सरमा हानपास टक सो अन्तर्गत उत्प्रेरणा सिजन 2 को एपिसोड 2 मा छौँ। र अहिले हामी नेपाल राजदूतावास सौलका द्वितीय सचिव जेनिम अधिकारीज्यूसँग हामी संवाद गर्दैछौँ। र विशेष गरेर चाहिँ उहाँको बाल्यकाल, त्यसै गरिकन चाहिँ उहाँको परराष्ट्र सेवामा प्रवेश लगायतका कुराहरूमा हामी संवाद गरिरहेका छौँ। र मलाई लाग्छ यो संवाद हजुरहरूको लागि पनि एकदमै प्रेरणादायी हुनसक्छ। उहाँले जसरी एउटा सहज रूपमा चाहिँ म लक्की चाम रहेछु नाम निक्ल्यो त भन्नुभयो, तर अब त्यसका पछाडि पनि मेहनत त थियो, दुःख त गर्नुभएको थियो। दुःखै नगरिकन त्यो त अब लक्की चाम भने मैले गरेँ त्यतिकै दिएर हुने भएन, रुवाल दिएर नि हुँदैन होइन? त्यो भएको कारणले गर्दाखेरि अब तपाईँको जुन एउटा समर्पण छ त्यसको लागि पनि हामी एकदम साधुवाद भन्न चाहन्छौँ होइन? एउटा आम युवाहरूको लागि एउटा चाहिँ उत्प्रेरणा हुनसक्छ। र अहिलेको समयमा नि जेनिम सर अलिक पछाडि चाहिँ अब अहिले चाहिँ युवा पङ्क्तिहरूमा चाहिँ यो सरकारी जागिरप्रति अलिकति वितृष्णा उत्पन्न भएको हो कि, अथवा चाहिँ मान्छेहरू चाहिँ बरु लोकसेवा दिएर चाहिँ त्यसरी गर्नु सट्टा चाहिँ बरु चाहिँ म विदेश जान्छु, विदेशै पढ्छु, अथवा बरु चाहिँ दुबई, कतार, मलेसिया जान्छु भन्नेसम्म पनि युवाहरू पुगेका हुन् कि भन्ने छ? के लाग्छ हजुरलाई यो? अब यसलाई 2-3वटा एङ्गलबाट हेर्न मिल्यो। अब यो चाहिँ अब युवा पङ्क्ति चाहिँ लोकसेवापट्टि, सरकारी जागिरपट्टि वितृष्णा नै भएको भनेर ठ्याक्कै भन्न त सकिँदैन। तर के भने कोरियाको उदाहरण दिन सकिन्छ। तपाईँ कोरियामा आएर एउटा मान्छेले काम गर्दै गर्दा महिनाको 3 लाख नेपाली उसले मजाले कमाउँछ, उसले अलिकति मेहनत गर्यो भने। तर त्यही चिज चाहिँ एउटा नासु एउटा अफिसरले चाहिँ नेपालमा कमाउनलाई 1 वर्षको स्यालेरी बच्यो यदि कन्ट्रोल गरेर बचायो भने बल्ल उसले 3 लाख 1 वर्ष 12 महिनामा कमाउँछ। एक त अब जीवनस्तर कहिले पनि एउटा यो कस्तो भन्दाखेरि सरकारी जागिर चाहिँ मर्दा नि मरिँदैन, माथि पनि कहिले उकासिँदैन। त्यो हिसाबले चाहिँ जिउनै गाह्रो छ नि त। तपाईँलाई अब नेपाली सरकारले जुन स्यालेरी दिन्छ त्यो त एकदम मान्छे काठमाडौँमा बसेर एउटा सिङ्गललाई बाँच्न गाह्रो छ। म एउटालाई अहिले जति छ मेरो अहिले अफिसरमा 43,000 छ, त्यो 43,000 त म एक्लैलाई नै हुन्छ कि। अनि मेरो बिहे गरेपछि मेरो बच्चा बच्ची भएपछि त कसरी, म त सक्दिनँ नि। त्यो हिसाबले चाहिँ अब एउटा विदेश जाउँ, 8-10 वर्ष बसौँ, 2-4 करोड ल्याउँ, अनि नेपाललाई सेटल हौँ भन्ने नि छन्। अब विदेश आएपछि विदेशमै हराउने पनि छन्। अब वितृष्णा नै पनि होइन। अहिले चाहिँ तपाईँको मान्छेहरूले पढ्नेले 20-21 वर्षमा निकालिरहेका छन्। अब त्यही हो, मलाई नि सरकारी चाहिँ खान मन थिएन भने नि मैले, तर एउटा उबाट आएँ, कसरी आएँ, तर अहिले खुसी छु। त्यसरी हो। अब यो जुन स्थिति छ नि, यो जुन अब मान्छेलाई अब किन मान्छेले काम गरिसकेपछि मान्छेलाई पर्याप्त पैसा त चाहियो नि त। मान्छेलाई एउटा
आफ्ना आवश्यकताहरू पूर्ति हुने किसिमको एउटा मान्छेलाई अब उसका एकदमै हाई लेभलका पुरा नहोला तर अब मान्छेको एउटा बेसिक निड्स भन्छ नि त्यो बेसिक निड्स पुरा त हुन पर्यो नि त। यसमा चाहिँ नेपाल सरकारले के गरिदियो भनेदेखि चाहिँ वास्तवमा चाहिँ मान्छे चाहिँ एउटा सरकारी जागिरप्रति चाहिँ मान्छे चाहिँ एउटा लोयल हुन सक्ला अथवा चाहिँ एउटा राष्ट्र विकासको लागि राष्ट्र सेवाको लागि एउटा किन देशको सेवा गर्ने भने त साधारण कुरा होइन नि त। त्यसलाई चाहिँ कसरी मोटिभेट गर्न सक्ला कस्तो खालको पोलिसी हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई चाहिँ? यसको चाहिँ सबभन्दा मेन कुरा चाहिँ स्यालेरीमै गएर अड्किन्छ होइन। एउटा कर्मचारीलाई चाहिँ उसको परिवार ऊ र उसको परिवार चाहिँ मजाले जीविकोपार्जन गर्न पुग्ने पैसा चाहिँ सरकारले दिन पर्छ। त्यसमाथि थोरै थोरै सेभिङ हुन पुग्ने गरी ताकि ऊ चाहिँ सरकारी जागिर खाँदै गर्दा परिवारको कोही सदस्य बिरामी हुँदाखेरि चाहिँ कोहीसँग चाहिँ माग्न पर्ने अवस्था कोहीसँग चाहिँ हात जोड्न पर्ने अवस्था आउन चाहिँ भएन किनभने उसले मेहनत धेरै गरेको हुन्छ। 8-10 वर्ष नै मान्छेले लोकसेवा पढेर चाहिँ नि नाम बल्ल बल्ल निकालेका छन् कतिले बिचरा निकाल्न नसकेर भएका छन्। अब सबैले 1-2 वर्षमा फ्याट्टै निकाल्ने भन्ने हुँदैन यसमा लक पनि हुन्छ भने नि मैले। त्यो हुँदाखेरि चाहिँ स्यालेरी राम्रो हुनु पऱ्यो। अर्को चाहिँ कार्य सम्पादन मूल्याङ्कन भन्ने चिज चाहिँ राम्रो गर्नु पऱ्यो। जसले काम गर्छ त्यसलाई प्रोत्साहन गर्नु पऱ्यो इमान्दारीलाई प्रोत्साहन गर्नु पऱ्यो। अब कर्मचारी तन्त्रमा अलिकति बढी नै तपाईँलाई थाहा छ अब ट्रेड युनियन यताउति अनि जो काम गर्दैन ऊ चाहिँ प्यारो भइरहेछ उसले चाहिँ इमान्दार कर्मचारीलाई फसाइदिन्छ त्यो अवस्था छ। त्यो यो सबै समग्रमा चाहिँ चेन्ज हुनुपर्छ। मान्छे चाहिँ एउटा सरकारी जागिरमा अथवा सरकारी जागिर मात्र नभनौँ जुन अर्गनाइजेसनमा काम गरे पनि मान्छेको एउटा बेसिक निड पुरा हुने त्यसपछि मान्छे चाहिँ अब दुःख बिराम पर्दाखेरि अथवा आफ्नो आवश्यकता पूर्ति गर्नको लागि मानव साथीभाइहरूसँग सपोर्ट लियो भने पनि भोलि त्यो पैसा तिर्नको लागि चाहिँ एउटा त हुन त पऱ्यो नि त लिसकेपछि तिर्न त पऱ्यो। र अब अहिले हजुर दक्षिण कोरिया बस्न थाल्नु भने कति 18 महिना भयो 18 महिना भयो बसाइ कस्तो भइरहेछ के महसुस गर्नुभएको छ नेपाली समुदाय यहाँको तपाईँको वातावरण अथवा यहाँको चाहिँ जुन एउटा तपाईँहरूको लागि चाहिँ यो परराष्ट्रमा सेवा गर्ने व्यक्तिहरूको एउटा विदेश बसाइ भनेको चाहिँ समग्र एउटा राष्ट्रकै लागि चाहिँ एउटा कमाइ हो अथवा चाहिँ तपाईँहरू चाहिँ एउटा ट्रेजर हो भन्छु क्या म चाहिँ। किन तपाईँहरू यहाँ आउनुहुन्छ त्यसपछि तपाईँहरूले विभिन्न कुराहरू देख्नुहुन्छ तपाईँहरूले यहाँ अध्ययन पनि गरिराख्नु भएको हुन्छ तपाईँहरूको आफ्नो व्यस्त कार्यतालिका त छँदैछ अफिस काम गर्ने भयो त्यसपछि आफ्नो व्यक्तिगत फ्री टाइममा पनि तपाईँहरू चाहिँ विभिन्न सङ्घ संस्थाहरू कार्यक्रम हिँडिराख्नु भएको हुन्छ। त्यसको अलावा पनि तपाईँहरू चाहिँ अब तपाईँहरूले रिसर्च पनि गर्नुपर्ने हुन्छ विभिन्न कुराहरू स्टडी पनि गर्नुपर्ने हुन्छ त्यसलाई कसरी गरिराख्नु भएको छ तपाईँलाई कस्तो लागिरहेको छ अलिकति बताइदिनुहोस् न दक्षिण कोरिया चाहिँ? त्यही त म 80 भर्खर आएको जस्तो लाग्छ हेर्दा हेर्दै 18 महिना बितिगयो अब चाहिँ 30 महिना बाँकी छ यहाँ मेरो। अब यहाँ बस्दै गर्दाखेरि यो चाहिँ मेरो फर्स्ट पोस्टिङ यो विदेशमा आएर चाहिँ एउटा जिम्मेवारी सम्हाल्दा चाहिँ यो एउटा च्यालेन्ज पनि हो एउटा अपर्च्युनिटी पनि हो। अब यसलाई चाहिँ एउटा देशको प्रतिनिधि भएर आउँदाखेरि चाहिँ साह्रै गौरव हुँदो रहेछ। अब यहाँको नेपाली समुदाय पनि एकदम मिलनसार हुनुहुन्छ। अब विभिन्न कार्यक्रममा गइन्छ होइन त्यहाँ चाहिँ अब नेपालीहरूले चाहिँ एकदम सहयोगी भावना देख्दाखेरि चाहिँ खुसी लाग्छ। अब यहाँ कोरिया बस्दै गर्दा मलाई चाहिँ कतै हाम्रो देश पनि यस्तै कोरिया जस्तै भइदिने भए कति सुन्दर हुन्थ्यो होला। हाम्रा ती त्यस्तो राम्रो नेचुरल ब्युटी भएको देश अब यहाँ त खासै त्यस्तो केही छैन। यहाँ त तपाईँको चाहिँ उब्जनी गर्नको लागि चाहिँ यहाँ कति मेहनत गरेका छन्। हाम्रोमा त एउटा बिहा चाहिँ लगेर फुत्त फाल्दियो भने त्यो उम्रिएर फल लाग्छ। तर यहाँ यति मेहनत गरेर यति गरेर यो देशलाई यस्तो समृद्ध बनाएको छ यो देख्दा चाहिँ यो कोरिया जस्तै कुन दिन हुन्छ होला मेरो देश। यसको लागि अब चाहिँ सरकारले चाहिँ त्यही अनुसार पोलिसी ल्याइदिए हुन्थ्यो। अब यो तपाईँको जता हेऱ्यो त्यही सिस्टमेटिक तपाईँको ट्राफिक म्यानेजमेन्टदेखि तपाईँको चाहिँ यहाँ चाहिँ सरकारले जनतालाई दिन बाँकी चिज चाहिँ केही पनि छैन होला। यसो हेर्दाखेरि फेरि ल अर्डर कति राम्रो छ होइन त्यो हेर्दा चाहिँ मलाई साह्रै नै जस अहिलेसम्मको यो 18 महिने कार्यकाल चाहिँ साह्रै राम्रो राखिरहेछ यस्तै छ। र अब अघि हजुरले सुरुमा पनि भन्नुभयो हजुरले चाहिँ इन्टरनेसनल रिलेसनमा चाहिँ आफ्नो मास्टर पनि सिद्धाउनु भएको छ र विशेष गरेर चाहिँ जो परराष्ट्र सेवामा हुनुहुन्छ तपाईँहरू चाहिँ अब एउटा राष्ट्रको दूत पनि हो होइन तपाईँ एउटा रिप्रेजेन्टेटिभ पनि हो र अब तपाईँलाई के लाग्छ अहिलेसम्म भएका जति पनि नेपालका प्रयासहरू छन् एउटा डिप्लोमेटिक रिलेसनमा अथवा चाहिँ त्यसका प्रतिनिधिहरू जाने होइन
त्यो चाहिँ हाम्रो देश जस्तो जुन अब हाम्रो देश त अब अहिले चाहिँ तपाईँको अब दुईवटा ठुला राष्ट्रहरू एकातिर चीन छ एकातिर भारत छ हामीले दुवैतर्फलाई म्यानेज गर्नुपर्छ त्यसै गरिकन चाहिँ अब हाम्रा चाहिँ ठुल्ठुला शक्ति राष्ट्रहरू अमेरिकादेखि लिएर विभिन्न राष्ट्रहरूसँग पनि एउटा हाम्रो मित्र जुन व्यवहार छ त्यसलाई पनि हामीले कन्टिन्यू दिनुपर्ने छ त्यसै गरिकन युरोपियन युनियनदेखि लिएर विभिन्न कुराहरू भनौँ न एउटा चाहिँ हामी सजिलो उसमा छैनौँ र यो चाहिँ अत विशेष गरेर तपाईँहरू चाहिँ डिप्लोमेटिक मिसनमा हुनेहरूको लागि एकदमै च्यालेन्जिङ हुन्छ यसको लागि चाहिँ नेपालले कस्तो चाहिँ एउटा पोलिसी निर्माण गर्नु पर्ला अथवा जो उसले पठाएका प्रतिनिधिहरू छन् ती प्रतिनिधिहरूबाट जुन नेपाल राष्ट्रले चाहे अनुरूपको चाहिँ एउटा प्रतिफल आएको अथवा उनीहरूका प्रयासहरू चाहिँ ती अनुरूपका छन् जस्तो लाग्छ कि अथवा केही सुधार्न पर्ने अथवा केही अझै यो गर्न पाए चाहिँ अझ देशमा चाहिँ एउटा सुनमा सुगन्ध हुन्थ्यो भन्ने केही महसुस गर्नुभएको छ 18 महिने कोरिया बसाएको तर्खरमा हजुरले त्यो त अब धेरै नै महसुस भएको छ होइन डिप्लोमेसी भन्ने चिज चाहिँ एकदमै आवश्यक छ देशको लागि होइन अब हाम्रो जस्तो देश जुन चाहिँ चाइनाले एकातिरबाट तिनतिरबाट इन्डियाले हेरेको छ दुइटै इमर्जिङ पावर हुन् त्यो दुईटा देशलाई ब्यालेन्स गर्दै अब यता अमेरिकादेखि लिएर इयुदेखि लिएर सबैसँग चाहिँ राम्रो सम्बन्ध कायम गरेर अगाडि जान यो एकदमै च्यालेन्जिङ विषय हो यसको लागि चाहिँ एक्सपर्टिजम चाहिन्छ यसको लागि चाहिँ डिप्लोमेटिक ट्याक्टिक चाहिन्छ होइन अब त्यो भएको व्यक्तिहरू चाहिँ अब ठ्याक्कै अब प्रतिनिधि भएर आएको त हामीले कोही कोही त अब राम्रो पनि हुनुहुन्छ त्यो देख्न त पाएका छैनौँ अब चाहिँ त्यस्तो डिप्लोमेटिक क्यापेबिलिटी भएको मान्छे चाहिँ आउनुपर्छ नत्र भने चाहिँ यो हामीले डिप्लोमेसीमा सुधार गर्न चाहिँ धेरै गाह्रो हुन्छ होइन अब यसको लागि चाहिँ व्यक्ति मात्र स्ट्रङ भएर भन्दा पनि सरकार चाहिँ स्ट्रङ हुँदै जाने हो भने चाहिँ सरकारले त्यही अनुसारको चाहिँ डिप्लोमेटिक ट्रेनिङहरू दिने कर्मचारीलाई दिने त्यसपछि एम्बेसडरहरूलाई चाहिँ पठाउनुभन्दा अगाडि चाहिँ समग्र विषयवस्तुमा जानकारी गराउने हो एउटा व्यक्तिले चाहिँ अर्को सरकारसँग गफ गर्ने भन्दा पनि ऊ चाहिँ एउटा च्यानल हो नि त सरकारले जे भन्छ कम्युनिकेट गर्छ यो गर्नुहोस् यो कुरा गर्नुहोस् यसरी चाहिँ डिलिङ गर्नुहोस् यसरी नेगोसिएसन गर्नुभन्दा त्यो सरकारले दिएको खुराकलाई चाहिँ उतापट्टि जे हो त्यही प्रस्तुत गर्न सक्ने पनि एबिलिटी चाहिन्छ कि सरकारले एउटा भनेको छ त्यो प्रस्तुत गर्नै नसक्ने बोल्न नजान्ने त्यो हुँदाखेरि चाहिँ तपाईँको डिप्लोमेसीमै त्यसले चाहिँ नेगेटिभ प्रभाव पर्न सक्छ त्यही भएर चाहिँ अब यसमा चाहिँ सरकारबाटै सुरु हुनु पऱ्यो ट्रेनिङ दिनु पऱ्यो स्किल डेभलप गर्नु पऱ्यो त्यसपछि राम्रो प्रोफेसनल चाहिँ डिप्लोमेटलाई चाहिँ खटाउनु पऱ्यो एम्बेसडरहरू त्यही अनुसारको चुज गर्नु पऱ्यो अब अहिले सरकारले खुल्ला प्रतिस्पर्धा भन्दै गर्दा एक किसिमले पोजिटिभ भाइब्स चाहिँ आइरहेको छ अब हेरौँ पछि के हुन्छ त्यो त अहिले हामी भन्न सक्दैनौँ यो अलिकता तातो विषय पनि हुन सक्ला तर अब म आफै पनि एउटा इन्डियन एडुकेसनको चाहिँ विद्यार्थी भएको कारणले गर्दाखेरि चाहिँ जब हामी अरू देशका देख्छौँ इभन हामीभन्दा कमजोरै देशका पनि डिप्लोमेटहरू देख्छौँ उनीहरू अलिक बढी एक्टिभ भएको हो कि जस्तो महसुस गर्छु मैले दक्षिण कोरियामा पनि र अब हाम्रो जति पनि प्रतिनिधिहरू हुनुहुन्छ अब एउटा कर्मचारी लेभलमा त त्यहाँसम्मको माथि एक्सेस नहोला तर जो अब चाहिँ एम्बेसडरको रूपमा आउनुहुन्छ ती व्यक्तिहरू चाहिँ अलिकता सक्षम अलिकता दक्षिण कोरिया बुझेर अथवा जुन देशमा जानुहुन्छ त्यो बुझेर त्यहाँको चाहिँ कल्चर किनभने सबैभन्दा ठुलो कुरा भनेको चाहिँ एउटा कल्चर पनि हो नि त जस्तै त्यो देशले कुन कल्चर एडप्ट गरिरहेको त्यो कल्चरले चाहिँ कसरी अप्रोच गर्नुपर्छ भन्ने कुराहरू पनि होला र अब विशेष गरेर चाहिँ अहिले अब हजुर दक्षिण कोरियामा हुनुहुन्छ 18 महिना तपाईँ भइसक्नुभयो होइन र यो अवधिमा चाहिँ अब कति ठुल्ठुला प्रयासहरू पनि भयो होलान् नेपालका लागि कति अब पेन्डिङमा पनि होलान् तर समग्रमा चाहिँ यो जुन अहिले दक्षिण कोरियाबाट जसरी एउटा नेपालप्रति एउटा सहानुभूति हुनुपर्थ्यो अथवा मोर वेहरू क्या मैले भन्न खोजेँ जस्तै चाहिँ अहिले चाहिँ E7 भिजाको केसमा पनि नेपाल चाहिँ चुक्यो त्यसमा त्यो चाहिँ बङ्गलादेश अरू श्रीलङ्काहरूबाट आइरहेको छ तर त्यसलाई पनि प्रपर वेमा चाहिँ नेपालले चाहिँ सम्बोधन गर्न सकेको बेलैमा चाहिँ त्यो पनि नेपालबाट चाहिँ E7 पनि अरू मान्छेहरू आउन सक्थे त्यसले पनि अलिकति केही बेनिफिट हुन्थ्यो होला त्यसपछि सिजनल वर्करहरूमा पनि अहिले पेन्डिङ जस्तो देख्छु म यसलाई चाहिँ कसरी लिनु भएको छ हजुरले अब यो E7 सिजनल चाहिँ अब यो पोलिसी लेभलको कुरा भयो होइन अब यो चाहिँ हुँदैछ हामी यहाँ कोरियन सरकारसँग नि कम्युनिकेसन गर्दैछौँ नेपाल सरकारले के हामीलाई दिएको छ चाहिँ सुझाव अथवा हामीले चाहिँ यतापट्टि कन्भे गरिरहेको छ यो बिस्तारै होला अब यसलाई E7 र सिजनलकोतिर अहिले ठ्याक्कै नजाउँ अब तपाईँले अघि भन्दै गर्दा चाहिँ जुन कोरियाको बारेमा पुरै ज्ञान भएको मान्छे आइदियो भने चाहिँ एउटा लगानी राम्रो हुन्छ जुन देशले एउटा एम्बेसडर अथवा त्यो पोस्टलाई लगानी गरेको हुन्छ त्यो चाहिँ देशलाई फाइदा हुने गरी युज गर्न सक्यो भने राम्रो हुन्छ भन्ने कुरा गर्नुभयो त्यो पनि अब सबै कोरियाको विषयवस्तु जान्नै पर्छ भन्ने भन्दा नि आएपछि कोरियाको त्यो जान्ने ऊ चाहिँ हुनु पऱ्यो कि म आएपछि जिज्ञासा जान्नु पऱ्यो म देशको लागि चाहिँ यहाँबाट केही नेपालमा लान सक्नु पऱ्यो भन्ने चाहिँ त्यो भावना भएको व्यक्ति चाहिँ हुनुपर्छ
त्यो भयो भने पनि तपाईँको यहाँ आएर पनि लर्निङ गर्न सकिन्छ। सबै कुरा कोरियाको जान्छु भनेर सम्भव पनि छैन फेरि होइन। त्यही भएर चाहिँ अब मैले अघि नै भने त्यो राइट पिपल इन राइट पर्सन, पोजिटिभ माइन्डसेट भएको पिपल इन राइट पोजिसन भन्छ नि होइन, सही व्यक्ति सही स्थानमा। त्यही हो। आदरणीय दर्शक महानुभावहरू, अहिले चाहिँ हामी हानपास रेमिटेन्सद्वारा स्पोन्सरित र कामदार टिभीको उत्पादनमा सञ्चालित उत्प्रेरणा कार्यक्रमको सिजन 2 अन्तर्गत आज हामी एपिसोड 2 मा छौँ। र वास्तवमा आज हाम्रो यो उत्प्रेरणा कार्यक्रम चाहिँ हाम्रो जेनिम अधिकारी सरको चाहिँ आफ्नो व्यक्तिगत लाइफको एउटा भोगाई सम्बन्धी कुरा हुँदै पनि हामी अलिकता यो देशको डिप्लोमेसी एउटा चाहिँ देश विकासका मुद्दाहरूमा पनि हामी केही संवादहरू गऱ्यौँ। र उहाँ पनि एउटा इन्टरनेसनल रिलेसनको चाहिँ एउटा ज्ञाता भएको कारणले गर्दा, एउटा डिप्लोमेट भएको कारणले गर्दाखेरि उहाँको यो विशेषतालाई, उहाँको यो विज्ञतालाई चाहिँ मैले अलिकता थोरै यो संवादमा जोड्ने प्रयास गरेँ। र जेनिम सर, एउटा जीवन के रहेछ त तपाईँ अब अहिले चाहिँ हुन त धेरै वर्ष हुनु भएन, तपाईँ धेरै स्टिल यङ हुनुहुन्छ, अविवाहित पनि हुनुहुन्छ होइन, के रहेछ जीवन खासमा चाहिँ? यो जीवन चाहिँ यो अचम्म, म चाहिँ यसलाई अचम्म भन्छु। जीवन भनेको चाहिँ मेरो लागि चाहिँ ह्याप्पिनेस, आफू आफूमा सन्तुष्ट चाहिँ हुनुपर्छ होइन। यहाँ हामी देख्छौँ, यहाँ तपाईँको कोरियामा 3 लाख 4 लाख महिना कमाउँदै गर्दा पनि मान्छे डिप्रेसनमा गएको, एङ्जाइटी भएको, सुसाइड गरेका केसहरू देख्छौँ। त्यो हुनुको मेन कारण चाहिँ हामी आफूलाई आफूभन्दा माथिल्लो तहमा चाहिँ कम्पेयर गरेर हुन्छौँ कि हाम्रो धरातल हामी बिर्सिन्छौँ। हामी चाहिँ अब आफ्नो हिजो नेपालमा बस्दा कुन अवस्था थियो, आज कोरिया आएर कति कमाएको छ, आफ्नो अब त्यो आफू जानै नसक्ने त्यो लेभलमा चाहिँ कम्पेयर गरिरहेको हुन्छौँ। हामी अरूमा धेरै एक्सपेक्ट गर्छौँ। हाम्रो खुसी चाहिँ अरूमा निर्भर भइरहेको हुन्छ क्या। कसैले चाहिँ हामीलाई चाहिँ राम्रो गरिदियो भने हामी खुसी हुन्छौँ, नराम्रो गरिदियो भने हामी दुःखी हुन्छौँ। त्यो भयो भने चाहिँ जीवन एकदमै दुःखी नै हुन्छ। म चाहिँ त्यही भएर एक्सपेक्टेसन भन्दा नि सकेसम्म आफूले इमान्दार भएर साथीलाई सहयोग गर्ने नै हो, सहयोग गरिन्छ। र अरूले चाहिँ सहयोग गर्लान्, राम्रो गर्लान्, गरिदेलान् आफूलाई भनेर सोच्नु थाल्यो भने जुन दिन असहयोग हुन्छ नि त्यो दिन साह्रै दुःख हुन्छ। त्यो चाहिँ त्यही भएर चाहिँ मलाई यो लाइफ इज ह्याप्पिनेस भन्छु म। जसरी हुन्छ खुसी हुने, लाइफ इज सेटिस्फ्याक्सन, जे छ त्यसमा रमाउने हो। म आज जे छु, म सिङ्गल छु, रमाइरहेको छु नि त होइन। मेरो साथीहरूको चाहिँ बिहे हो, बच्चा बच्ची भयो भनेर म दुःख मनाएर हुन्छ र? जे हुन्छ राम्रैको लागि हुन्छ। एभ्रिथिङ ह्यापन्स फर अ रिजन भन्छ नि, गुड रिजन अझ। त्यही भएर जिन्दगी एउटा त्यो पानी अघि त्यहाँ थियो, अहिले चाहिँ रहन्छ बगेको खोला जस्तै हो, बगिरहन्छ। त्यसमा आफूले पौडिँदै जाने हो। अब कहिलेकाहीँ किनारामा गर्नु पऱ्यो, कहिलेकाहीँ त्यो गहिराइतिर जानु पऱ्यो होइन। जिन्दगीलाई चाहिँ आफूले महसुस गर्दै जाने हो। कहिलेकाहीँ पानीको बहाव अलि बढी होला, कहिलेकाहीँ चाहिँ अब तलमाथि पनि होला होइन। पानीको बहाव त्यो छाल चाहिँ स्ट्रगल हो। त्यो स्ट्रगललाई चाहिँ आफूले कन्ट्रोल, अब एउटा ब्यालेन्स गर्दै लानु पऱ्यो। स्ट्रगल लगेन त माथि पुगिँदैन, त्यो एकदम 100% हो। जसले चाहिँ अब देखिन्छ नि त, अब बाउबाजेको टन्नै सम्पत्ति भएकाहरू चाहिँ बिग्रेका चाहिँ अब आफ्नो जीवनको पाठ नै बिर्सेका, ढलमल भएर बिग्रेकाहरू पनि छन् नि त। त्यही भएर मलाई चाहिँ स्ट्रगल गर्न पनि साह्रै मजा लाग्छ। मलाई रिस्क उठाउन पनि धेरै हुन्छ। म फेरि मिस्टेक गर्न पनि यस्तो आनन्द लाग्छ। मिस्टेक गर्छु म, तर जानेर होइन कि गरिन्छ, मिस्टेक भयो हुन्छ, सिकिन्छ नि त। मिस्टेकबाट सिक्ने, त्यसलाई लर्निङ फ्रम मिस्टेक, रिपेन्डेन्स गरेर त्यसबाट केही सिक्ने हो। त्यही भएर म चाहिँ रिस्क पनि लिन्छु, रिस्कबाट रिटर्न पनि आउँछ। त्यस्तो छ भनेपछि जिन्दगी भनेको चाहिँ एउटा जोय होइन, आनन्द हो। तपाईँले आफ्नो नामको पछाडि पनि उपहार भनेर राख्नु भएको छ होइन। मेरो त्यो उपहार चाहिँ मेरो जेनिमको अर्थ हो कि। जेनिम अब यो कहाँबाट आयो नाम पनि अब अलिकति यो पनि अलिक बताइदिनुहोस्, यो इन्ट्रेस्टिङ हुन्छ हाम्रो दर्शक महानुभावहरूलाई। यो त्यो त के हो खासमा? यो यस्तो हो, यो हाम्रो 8 कक्षामा चाहिँ एउटा नाम चेन्ज गर्न पाइने भन्ने थियो नि, तपाईँलाई थाहा छ? डिएलई भन्दा अगाडि अब त्यो डिएलईको इक्जामको फर्म भर्दा चाहिँ जे नाम राख्यो त्यही नाम हुन्थ्यो। अब क्लासमा सर आउनु भयो, ल है तिमीहरूलाई आफ्नो नाम कसलाई मन परेको छैन त्यो चाहिँ भोलिसम्म चेन्ज गर्न पाउँछौ भन्ने कुरा निक्ल्यो। त्यसै मेरो नाम त फेरि राम्रै थियो फेरि, सुशान्त मेरो बुवाले राखिदिया। बुवा एकदम पहिला हिन्दी फिल्मको फ्यान, बुवाले नहेरेको फिल्म छैन है। त्यो बेला सुशान्त भन्ने एउटा हिरो रहेछ, बुवालाई मनपर्ने को थाहा छैन। इन्डियन सुशान्त नामबाट मेरो नाम सुशान्त राखिदिनु भएको रहेछ, बुवाले राखिदिनु भएको। अब त्यो नि त, अब त्यो कौतुहलता हुन्छ नि त पुरै। अब 8 कक्षामा त सुशान्त म अर्को राख्छु भन्ने भएर घरमा आएर चाहिँ अब मेरो अङ्कलको एकजना जेठो
दाई त्यही स्कुलबाट मैले पनि त्यही स्कुलबाट चाहिँ डिस्टिङसन पास भएर टप फर्स्ट डिस्टिङसन हो कि त्यो दाई चाहिँ अनि त्यही दाईको रुममा यसो पढ्न गइन्थ्यो अनि के अरे ल मेरो त भोलि नाम चेन्ज गर्नु भएछ म त नाम चेन्ज गर्नु पऱ्यो मलाई नाम खोजिदिनु पऱ्यो दाई भने त्यो बेला एउटा अजन्ता इन्डियन डिक्सनरी भन्ने थियो ए अजन्ता हो थाहा छ नि तपाईँलाई होइन त्यो टेबलमा थियो ल पख म खोज्छु डिक्सनरी भनेर पल्टाए यस्तो मोबाइल थिएन घुम पछाडि घुम्दा अनि यो राखी XENIUM जेनियम नाम चाहिँ जेनियम अनि यसो हेऱ्यो अब त्यो के ल दाइले भनिहाल्यो ल यो चाहिँ यही राखिदिन्छु भनेर लिएर गयो अनि अब त्यही त भने अब गयो स्कुल गयो अनि XENIUM थियो जेनियम अनि यसो चाहिँ जेनियम त पुरै विदेशी नाम जस्तो भयो यु चाहिँ काटिदिन्छ भनेर आफ्नै दिमागमा यु काट्ने आयो क्या अनि XENIUM जेनियम अधिकारी भनेर बुझाएँ सरलाई गाली खाइन्छ कि मर्ने गरी भन्ने भएको थियो सरले नि के गर्नुहुन्न त्यो गयो अब डिएलईको उहरू गयो अनि जाँच दिने बेला जुन ऊ आयो नि के अरे प्रवेश पत्र त्यसमा जेनिम अधिकारी भनेर आयो त्यस बेला जेनिम भयो त्यतिकै जेनिम हुँदा हुँदै एसएलसी जेनिम ऊ हुँदै मलाई गाउँमा जेनिम भनेर चिन्नलाई 10 वर्ष लगायो साथीहरूले सुशान्त सबै सुशान्त भने सुशान्त अब काठमाडौँतिर चाहिँ सबैले जेनिम भन्ने सुशान्त फेरि त्यो जेनिमको मिनिङ चाहिँ उपहार चाहिँ कस्तो भने त्यो 15औं शताब्दीमा चाहिँ एम्बेसडरहरूलाई दिने गिफ्ट रहेछ कि त्यो चाहिँ एम्बेसडरै के यो देशकै एम्बेसडरहरूलाई चाहिँ दिने एउटा गिफ्ट त्यो अब ठ्याक्कै मैले ठ्याक्कै भन्न सकिनँ उपहार रहेछ अब त्यताबाट पनि मेरो परराष्ट्र जोड्यो कि फेरि परराष्ट्र ठ्याक्क के थाहा त अब कस्तो यो जीवनले त्यो एउटा स्पिरिचुअल पाथमा चाहिँ त्यो कसरी जोडिया छ यो चाहिँ मलाई नि अचम्म लाग्छ आफैले अब अहिले जताततै जेनिम भइहाल्यो यस्तै छ एकदम हो छ र जेनिम सर अब तपाईँ अहिलेसम्म अविवाहित हुनुहुन्छ सिङ्गल पनि हुनुहुन्छ होइन र अब तपाईँलाई मन पराउने अथवा यो मान्छेलाई चाहिँ कस्तो चाहिँ केटी मनपर्छ त अब चाहिँ जीवनसाथी कस्तो खोजिरहेको छ भन्ने पनि एउटा मान्छेलाई कौतूहलता हुनसक्छ थोरै बताइदिनु भने बताइदिनुहोस् न एउटा चाहिँ क्यामेराको अगाडि जसले गर्दाखेरि धेरै दर्शक महानुभावहरूको एउटा कौतूहलता पनि मेटियोस् अब तपाईँ मेरो व्यक्तिगत जीवनतिर जानु फेरि होइन एउटा हुन्छ नि इन्ट्रेस्ट भन्ने कुरा होइन मेरो बिहाको इन्ट्रेस्ट त मलाई भन्दा बढी अरूलाई छ हजुर होइन अब घर परिवार नि गरिहाले हुन्थ्यो त्यो त हुने नै गरोस् भन्ने हुन्थ्यो अब यस्तो भयो कि यो उयोलाई लभ गरेन हजुर लभ सबको चक्करतिर लागिएन दिललाई चाहिँ कतै टुट्न दिएन अहिलेसम्म पनि टुट्न पाएको छैन अब त्यो हुँदाखेरि चाहिँ ठ्याक्कै अब लभ सब नपरेपछि बिहा सिया गरेर होइन अब कस्तो भन्दा नि अब इमान्दार मलाई बुझ्ने मैले पनि बुझ्ने जीवनमा केही गरौँ भनेर सोच भएको स्ट्रङ माइन्डसेट भएको पोजिटिभ एटिट्युड भएको होइन पोजिटिभ भाइब होला भनौँ न मसँग भाइ मिल्नु पऱ्यो कि म देख्नु म त नाचिदिन्छु कता के गर्छु होइन म त रमाइलो छु होइन रमाइलै छु जस्तो लाग्छ अब तपाईँलाई कस्तो लाग्छ रमाइलो लाग्छ हामीलाई रमाइलै छ होइन त्यस्तै अब जोस् मेरो भाइमा ऊ चलोस् उसको भाइमा म चलौँ जीवन चाहिँ सुन्दर रूपमा चलाउन सक्ने खाले चाहिँ मान्छेको खोजीमा नै लागेको छु अब हेरौँ अब पक्कै पनि भगवान्ले जोडी पठाइदिया हुन्छन् भन्छन् अब कोही न कोही त पक्कै भेट्यो ल छिटै भेटौँछु छिटै होइन मलाई लाग्छ अब तपाईँ समस्या धेरैजनाका दरखास्तहरू पनि आइरह होला नि तपाईँ त्यसलाई रिभ्यू गर्दै हुनुहुन्छ कि जस्तो पनि मलाई लाग्छ र हाम्रो कामदार टिमको शुभकामना पनि हजुरलाई अग्रिम शुभकामना छ धन्यवाद अब फेरि यो जीवन भनेको यो जोडी भनेको चाहिँ अब प्लस माइनस हो होइन ठ्याक्कै अपोजिट भेटिन्छ तर अब त्यो अपोजिट प्लस माइनसलाई पनि जस्तै प्लस माइनस भएन भने त जिन्दगी चल्दैन नि त तपाईँको चाहिँ हरेक कुरामा चाहिँ पोजिटिभ नेगेटिभ हुन्छ होइन अब त्यसमा पनि अब कम्प्रोमाइज भनौँ न कम्प्रोमाइज अब अन्डरस्ट्यान्डिङ कम्प्रोमाइज भन्दा एउटा अन्डरस्ट्यान्डिङ लेभल चाहिँ अब दुईजनाको हुन नै पर्छ र अब मलाई आशा छ तपाईँ अब अरूको अन्डरस्ट्यान्डिङ तपाईँले पक्कै गर्नुहुन्छ किन भन्दाखेरि अब धेरै लामो समयदेखि यो सरकारी सेवा हुनुहुन्छ र यो सरकारी सेवामा आउने काम गर्ने भनेको त पब्लिक फिल्ड हो नि त यो भनेपछि एउटा अन्डरस्ट्यान्डिङ एउटा कोअपरेसन एउटा चाहिँ समझदारी त हुनैपर्छ त्यो छ नै होइन तपाईँमा त्यो नेतृत्व हुन्छ फेरि अब सबैभन्दा एकदम हामी कोरियामा भएका नेपाली समुदायका लागि चाहिँ तपाईँ एउटा उत्प्रेरणा एउटा पनि किन हुनुहुन्छ भन्दाखेरि एउटा मान्छे चाहिँ एउटा सरकारी निकायमा आएको मान्छे एकदम रिजर्भ बस्छ क्या नखुल्ने त्यसपछि सबैसँग खुलेर नबोल्ने त्यसपछि म चाहिँ खत्रै हो भन्ने खालको भाइब दिने तर तपाईँ चाहिँ एकदम साधारण सरल त्यसपछि चाहिँ
इमान्दार भएको कारणले गर्दाखेरि पनि मलाई लाग्छ तपाईँका चाहिँ अब दक्षिण कोरियामा धेरै फ्यानहरू हुनुहुन्छ, धेरै शुभचिन्तकहरू हुनुहुन्छ र अब नेपाली समुदाय र नेपाली समुदायका सङ्घ संस्थाहरू माझमा तपाईँ परिचित नहुँदा कुरै भएन। त्यहाँका अध्यक्ष पदाधिकारी मात्र होइन कि तपाईँको त्यहाँका प्रत्येक नेपालीहरूले तपाईँलाई चिन्नुहुन्छ। र अहिले चाहिँ हामी अब अन्तिममा पनि छौँ एउटा संवादको उसमा, र हामी जेनिम सरलाई शुभकामना पनि दिन्छौँ। उहाँले चाहनु भएको जस्तै जोडी चाँडै भेटियोस्। र अब मैले संवादको क्रममा हजुरलाई सोध्न बिर्सेको अथवा चाहिँ हजुरलाई मनमा लागेको कुराहरू केही राखेर चाहिँ अब हामी आज कार्यक्रमलाई बिट मार्छौँ, किनभने हाम्रो यो औपचारिक भन्दा पनि यो अनौपचारिक किसिमको एउटा उत्प्रेरणा तपाईँका चाहिँ जीवन भोगाइले गर्दाखेरि एउटा होइन दूरदराजमा भएका नेपाली दाजुभाइ दिदीबहिनीहरू अथवा चाहिँ तपाईँको चाहिँ एउटा इकोनोमिकली रूपमा मान्छे स्ट्रङ भएको तर कहिलेकाहीँ चाहिँ मान्छेको एउटा चाहिँ मेन्टल हेल्थ चाहिँ मान्छेको अनस्टेबल हुन पनि सक्छ, किनभने लाइफ हो नि त। तर तपाईँ हाम्रा चाहिँ केही भोगाइहरूले, तपाईँ हाम्रा चाहिँ अनुभवहरूले, तपाईँ हाम्रा चाहिँ केही संवादहरूले चाहिँ एउटा उत्प्रेरणा क्रिएट हुनसक्छ, पोजिटिभ भाइब क्रिएट हुनसक्छ। त्यो भएको कारणले गर्दाखेरि हजुरलाई मैले सोध्न बिर्सेको अथवा हजुरलाई मन लागेको केही कुराहरू राखिदिनुहोस्, त्यसपछि हामी आज बिदा माग्छौँ। ठिक छ, धन्यवाद तपाईँले। अब जोस् राम्रो, मलाई राम्रो, धेरै राम्रो भनिदिनु भयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ होइन। राम्रै भन्नु पऱ्यो। यो म चाहिँ जिन्दगीमा के देख्छु भने यो पद, पैसा, पावर, सौन्दर्य भन्ने चिज सबै छेडेको। घमण्ड कहिले गर्नुहुन्न। म यहाँ आएर मैले कोहीसँग घमण्ड गरेको पनि थाहा छैन र कसैले मलाई घमण्डी भनेर भनेको पनि थाहा छैन होइन। मान्छेहरू पैसा हुँदाखेरि नि लास्टै घमण्ड गर्छन्, अलिकति राम्रो मान्छेले पनि घमण्ड गरिरहेको हुन्छन् होइन। त्यो चाहिँ हामीले कहिले पनि गर्नु हुँदैन। अनि जीवन भनेको चाहिँ जहिले पनि एउटा हार्डवर्क स्ट्रगल चाहिँ हुनैपर्छ, नत्र चाहिँ आफूले सोचेको जस्तो जिन्दगी हुँदैन। एक्सपेक्टेसन धेरै गर्नु हुँदैन, अरूसँग एक्सपेक्टेसन गऱ्यो भने पनि हामी हट हुन्छौँ। त्यो हट भएपछि आफ्नै मेन्टल हेल्थलाई असर गर्छ। अब विभिन्न चाहिँ प्रब्लमहरू आउँछ, त्यसले चाहिँ आफ्नो सबै कुरालाई चाहिँ डामाडोल नै बनाइ। जब मेन्टल हेल्थ नै बिग्रिन्छ नि तब चाहिँ साह्रै गाह्रो हुन्छ। मेरो पनि एकचोटि झन्नै त्यो 12 कक्षा पास गर्दाखेरि त्यसपछि कता जाने भनेर त सोच्नु नसकेर म पुरै डिप्रेस्ड जस्तो नै भएको थिएँ कि। तर मैले आफूलाई कन्ट्रोल गरेँ एउटा आफ्नो जीवनको कुनै बाटो ट्र्याक चेन्ज गरेर चाहिँ आज यहाँ आइपुगेको छु होइन। त्यही भएर हामीले चाहिँ हार्डवर्क, इमान्दारिता, सहयोगी भाव र अरूबाट कम एक्सपेक्टेसन गर्दै चाहिँ अगाडि बढ्ने हो भने चाहिँ हाम्रो सधैँ खुसी हुन्छ। मलाई चाहिँ खुसी हुनुभन्दा अरू केही पनि चाहिँदैन। म फेरि कस्तो भन्दाखेरि अरूलाई हट यदि मैले गरेँ भने नि मलाई आफैलाई निन्द्रा लाग्दैन कि मैले किन यस्तो गरेँ होला। बरु अरूले हट गऱ्यो भने म सही दिन्छु। कसैले नराम्रो भन्छ भने इग्नोर गर्ने त्यो मान्छेलाई। म त्यो नराम्रो मान्छे गएर बाज्ने जुन्दै गर्दिनँ, इग्नोर गर्ने हो। त्यो नराम्रो भन्ने मान्छे चाहिँ प्रब्लम हो, इग्नोर द प्रब्लम, बाइकआउट गरिदिने हो। फेरि त्यो मान्छे बोल्न आउँदा सँगै अगाडि बोलिदिने हो, तर धेरै चाहिँ उसलाई चाहिँ भाउ दिने यताउति भन्दा पनि काम परे बोल्ने हो। नभए आफू खुसी जे हुन्छ त्यही गर्ने। मेरो चाहिँ एकदमै खुसी हुने, आफू र आफ्नो परिवारलाई चाहिँ कहिले पनि दुःखी बनाउनु हुन्न भन्ने सोच भएको मान्छे हो। एकदम धन्यवाद जेनिम सर। मलाई लाग्छ अब हामी सम्पूर्ण युवाहरूको लागि र विशेष गरेर चाहिँ जो अब अहिले आफू दूरदराजमा रहेर पनि अब आफ्ना अनेक सङ्घर्षहरूका बिच पनि आफ्नो जीवनको सुन्दर सपनालाई साकार बनाउनको निमित्त चाहिँ लागि पर्नुभएका युवा साथीहरूको लागि चाहिँ यो आजको हाम्रो संवाद पक्कै पनि एउटा प्रेरणादायी भयो होला भन्ने मैले महसुस गरेको छु। र विशेष गरेर चाहिँ हामी युवाहरूले चाहिँ अब यो स्कुल सिधिसकेपछि अब अहिले चाहिँ +2 सिधिसकेपछि अलिकता बिचमा केही चाहिँ अब आफ्नो गन्तव्य कता हो भन्ने कुरा चाहिँ डिक्लेयर गर्नको लागि अब चाहिँ अवस्था चाहिँ ठ्याक्कै यही हो भनेर पहिलाउन नसक्ने अवस्था पनि हुनसक्छ। र त्यसमा त जेनिम सरले बताइसक्नु भएको छ। अब यो चाहिँ फेरि सबैलाई हुने कुरा हो, यो नेचुरल कुरा हो। तर त्यो नेचुरल कुरालाई हामीले चाहिँ कसरी चाहिँ व्यवस्थापन गर्छौँ, कसरी म्यानेज गरेर चाहिँ हामी अगाडि बढ्छौँ भन्ने कुराहरू हो। र फेरि फेलियर भनेको चाहिँ फिनिस होइन, त्यो भनेको चाहिँ कुनै कुराहरूको लागि एउटा स्टार्टिङ पनि हो। त्यो भएको कारणले गर्दाखेरि हामी त्यसरी अगाडि बढौँ। र आज हामीलाई यसरी साथ दिनुभयो कामदार टिभीको उत्पादनमा र हानपास रेमिटेसन को स्पोन्सरमा सञ्चालित यो उत्प्रेरणा कार्यक्रम सिजन 2 को भाग 2 मा आज हामीले जुन यो संवाद गऱ्यौँ, यो संवादमा सहभागी हामीलाई साथ दिनुहुने सम्पूर्ण दर्शक महानुभावहरूलाई पनि हामी हार्दिक धन्यवाद दिँदै र यसरी आफ्नो अमूल्य समय दिनुभएकोमा नेपाल राजदूतावास सौलका द्वितीय सचिव जेनिम अधिकारीज्यूलाई पनि हामी हार्दिक धन्यवाद दिँदै
आजको यो संवादबाट चाहिँ हामी बिदा हुन्छौँ र आगामी दिनमा पनि फेरि हामी अझ राम्रा संवादहरू लिएर उपस्थित हुनेछौँ। हस्त धन्यवाद। हस्, नमस्कार।